हेलो एभ्रिवान। आज चाहिँ हामी बीसीएको फर्स्ट सेमिस्टरको सी प्रोग्रामिङको इन्ट्रोडक्सन दिन गइरहेका छौँ। कस्तो लाग्छ हेरेर भनिदिनु होला। यो चाहिँ भिडियोहरु चाहिँ खास मैले सेल्फ लर्निङको लागि तथा हजुरहरुलाई नि केही हेल्प होस् भनेर बनाएको हो। राम्रो लागेमा सब्स्क्राइब गर्न चाहिँ नभुल्नु होला। प्रोग्राम है त। त्यसैगरी सी प्रोग्रामिङका फादर अफ सी प्रोग्रामिङ भनेर चाहिँ डेनिस रिचेलाई चिनिन्छ। डेनिस रिचे हैन। त्यसपछि यो चाहिँ उहाँले 1972 मा बनाउनु भएको थियो अनि यसलाई इम्प्रुभ पनि गरिएको थियो। इट इज इम्प्रुभ version of in 1989 मा यसलाई इम्प्रुभ गरेर ल्याएको थियो। त्यसैगरी अब हामी ढिलो नगरेर म यसको इन्ट्रोडक्सन दिन गएको छु। व्हाट इज सी प्रोग्रामिङ? सी प्रोग्रामिङ भनेको के हो त है त। इन्ट्रोडक्सन अफ programming. C programming language C programming is the mostly used a general purpose procedural imperative systematic and structure computer programming language. Programming language used to develop software like operating system, device drivers, library, त्यसपछि database, compiler and so on. ओके, म हजुरलाई एकचोटी समराइज गर्न चाहन्छु फेरि। इन्ट्रोडक्सन अफ सी ल्याङ्ग्वेज। यसका पिता चाहिँ डेनिस रिचे हुन्। उहाँले 1972 मा गर्नुभएको थियो। फेरि यसको इम्प्रुभ भर्जन आयो हैन 1989 मा। त्यसपछि इन्ट्रोडक्सन अफ सी ल्याङ्ग्वेज। सी प्रोग्रामिङ इज द मोस्टली युज्ड अ जनरल पर्पज procedural imperative systematic and structured computer programming language used to develop software like operating system, device drivers, library,
database, compilers and so on. C प्रोग्रामिङ भनेको चाहिँ हामी यसको चाहिँ स्टेप 1 मा चाहिँ efficient and assembly plus high language पढ्छौं। त्यसैगरी C को बारेमा C is considered as a middle level language because it supports the features of both low level assembly भनेको चाहिँ लाइक यसलाई चाहिँ कोस्टमै राखौँ है assembly language and high level language अनि यसलाई चाहिँ हामीले डिफाइन पनि गर्ने छौं। It can be defined by the following ways. 1 मा राखौं यसलाई मदर ल्याङ्ग्वेज पनि भनिन्छ मदर ल्याङ्ग्वेज। त्यसपछि 2 मा राखौं सिस्टम प्रोग्रामिङ ल्याङ्ग्वेज। 3 मा mid level language and 4 मा structure programming language। etc ल अब हामी यसको चाहिँ फिचरहरुमा डिस्कस गरौँ है त। फीचर्स अफ सी यसको फिचरहरु के रहेका छन् त म टर्म बाइ टर्म लेख्छु ल। सिम्पल मिड लेभल स्ट्रक्चर हैन त्यसैगरी रिच लाइब्रेरी त्यसैगरी फास्टर हैन एकैछिन ल त्यसपछि पोइन्टर त्यसपछि रिकर्सन एक्सटेन्सिबल
मोडुलारिटी त्यसपछि कम्पाइलर बेस्ड त्यसपछि सिन्ट्याक्स बेस्ड त्यसै गरी अरु कुरा चाहिँ हामी पोर्टेबल हैन त्यसै गरी मेमोरी म्यानेजमेन्ट त्यसपछि पावरफुल एन्ड लास्ट केस सेन्सिटिभ यो केस सेन्सिटिभ भनेको चाहिँ वान अफ द मोस्ट इम्पोर्टेन्ट इन सीमा है सी प्रोग्रामिङ ल्याङ्ग्वेजमा केस सेन्सिटिभको धेरै महत्त्वपूर्ण भूमिका हुन्छ। त्यसै गरी मेमोरी म्यानेजमेन्ट भनेको चाहिँ अब धेरै भिडियो लङ हुन्छ त्यसैले मैले सर्टकटमा हजुरहरूलाई भनेको मेमोरी म्यानेजमेन्ट भनेको चाहिँ डाटा टाइपहरू लाइक इन्टिजर n नम्बर 1 क्यारेक्टरहरू लाइक इन्टिजरहरू 4 बाइटको हुन्छ हैन अनि ल म हजुरलाई यही गरेर देखाउँछु इन्टिजर यो चाहिँ 4 बाइटको हुन्छ हैन त्यसै गरी क्यारेक्टर अनि यो चाहिँ 1 बाइटको हुन्छ 1 बाइट है। त्यसपछि अर्को कुरा भनेको चाहिँ पोर्टेबल भनेको चाहिँ यो एक्जिक्युटेबल हुन्छ लाइक युज फुल एनी सिस्टम ल्याङ्ग्वेज के बिल्ट इन क्रिएटिङ फङ्सन स्ट्रिङ म्याथ स्टेलिङ यस्तो कुराहरुमा चाहिँ पोर्टेबल युज हुन्छ। अनि अब यसको अरु कुराहरु लाइक सी प्रोग्रामिङको डाटा टाइपहरु त्यसै गरी डाटा टाइपहरुको बारेमा अनि म अर्को भिडियो लिएर आउने छु। त्यसको लागि थ्यांक यू अहिलेसम्म हेर्दिनु भएकोमा। बट यो मेरो सेल्फ स्टडीको लागि पनि मैले भिडियोहरु बनाउने गर्छु। वीकली 2-3 भिडियोजहरु मैले सी प्रोग्रामिङको डिजिटल लजिक एन्ड म्याथ इंग्लिश एसेक्ट्रा अनि वेब डिजाइनिङ तथा ग्राफिक डिजाइनिङहरुको पनि भिडियोहरु हाल्ने गर्छु। अरु भिडियो नि हेर्न सक्नुहुन्छ। ल भिडियो लङ भइसकेको छ म यही इन्ड गर्न चाहन्छु।